हेलो साथीहरू नमस्कार। फेरि पनि नयाँ कन्टेन्टका साथ उपस्थित भइसकेछु तपाईँहरूमा आज बुहारीको रिभ्यू लिएर। हजुरहरूले बुहारी सिरियल त हेरिसक्नुभयो। रामले असत्यमाथि विजय प्राप्त गरेको छ। अब त्यसै सिलसिलामा शक्तिलाई हराउँदै गाउँबाट निकाला गरिसकेको छ भने, जेल पठाइसकेको छ भने अब गाउँमा फेरि सिर्जना र सुर्तीले लडाकु मचाउँछन् भनेर सिर्जनाको बिहे गर्ने निर्णय गरेको छ रामले। सँगै पैसा नभएको अवस्थामा कमलालाई मुनाकी आमासँग गएर पैसा मागेर ल्याएकी छ। रामलाई भन्दा कहाँबाट पैसा ल्यायो भन्दा मैले घरको लाल पूर्जा धितो राखेर पैसा निकालेर ल्याएँ भनेका छन्। साथै रामकी दिदी सुर्तीको टिकोटालो भइसकेको छ सिर्जनाको। अब आउँदो 10 दिनमा बिहे हुन्छ भनेको छ। के गर्नु, जति ठुलो काललाई पछाडि हटाए पनि, शक्तिसँग विजय प्राप्त गरे पनि फेरि गाउँमा एउटी चण्डाल्नी भित्रिसकेकी छ जेलबाट छुटेर। त्यो चण्डालीको करतुत हेर्नको लागि अर्को एपिसोड कुर्नै पर्ने हुनेछ। अर्को हप्ता सोमबार फेरि भेटौँला नयाँ कन्टेन्टमा। भिडियो राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। हस्, धन्यवाद, नमस्कार।